देउराली मात्र निक्लिने क्या माया बजाउँछु आउन चाहिँ बिनी यता गाडीमा म आउन यहाँ पूजा गर्छु शैतानको पैसा जोड्नु परेन तिमी मादल बजाऊ न एकछिन नाना आउनु लाग्यो एकछिन अलिक परेर आउँछौँ है अब आयो भने म यता फर्किन्छु ल आयो है अब चाहिँ बेहुला बेहुलीको भएको छ यहाँनिर यहाँ एउटा मैले 5 रुपियाँको तल बेचिरहेको छ ल याद छ कति होइन तपाईँ भन्दैन नमस्ते गर न बिनी नमस्ते गर भन् नमस्ते गर त ल बेहुला बेहुलीलाई हाम्रो मन्दिरमा स्वागत छ यहाँ आएर पूजा गर्ने भित्र गएर यहाँनिर यहाँ फुलहरू चढाऊ यो दमेको काम रहेन रहेछ है भएन यो बजाउने दमे त बस्दा पो खुसी लागेर जाउँ गाडी जाउँ के जाउँ आउनु त अब यहाँनिर हामी चाहिँ अब सबैजना ए बेहुली बस्छ ए निकाल किन्थे अहिले कुनै खान्छ बस्छ ए किन्थे त कस्तो खालको बेहुलाको छेउमा बस्छ त्यो बेहुला त अहिले बेहुला बेहुली राम्रो देखिरहेको म भिडियो बनाउँदैछु अनि तिमीहरू बेहुला अगाडि देखाउनु अनि केटाकेटालाई के अरे तिमी कुर्सीमा बस्यौ नि त बेहुला बेहुलीको अगाडि मादल बजाउनु राखेको तिमीलाई अनि ल बस्नु ल भयो घर आइपुग्यो धरौँ घर आइपुग्यो पख यहाँभित्र नछिर है म पूजा गर्छु यहाँ ढोकामा कलश राख्छु ला कलशै रहेन रहेछ ल अब वेलकम छोरा न यो दमे त कति छिटो आइपुग्छ कसरी पैसा माग्छौ ओए पैसा देऊ दिन्छु ल पैसा यहाँ खोइ मेरो पैसा कहाँ गयो पैसा पनि दिन्छु ल लग्यो 200 रुपियाँ ल भएर अब सक्यो भिडियो सक्यो ल भिडियो सक्यो उनीहरूको कोठामा छिर्दा पो ढोका यो लगाइदिनुपर्छ त ढोका लगाइदिनुपर्छ त होइन त्यो त अलि पछि बन्द गर भाइ हामीले जति भएर जाउँ त हामी यहाँ चढाटमा भयो है 5 मिनेटको भिडियो भएछ अब भोलि एडिट गरेर सिम्चे लडाइसक्यो सिम्चेलाई सिम्चे नै भन्नु त्यत्रो मादल बजाएर के हान्न यिनीहरूले दाजु के गरायो यार छेत्तरी मिनी यसके आउन मजा आयो नि आऊ जोर न मलाई धागो चाहिँ आज त पेटै निक्लियो यो मैले 5 रुपियाँ दिएर ल्याएको मादल बजाउने के अरे यो मान्छे यो चाहिँ ठिक